गुड मर्निङ साथीहरू। अनि सन्चै हुनुहुन्छ होला। हामी चाहिँ आज च्याउ टिप्न जाँदैछौँ। अहिले चाहिँ 5:30 भयो बिहानीको। अनि यहाँ माइजूको घर छिरेर जानुपर्ने हुन्छ, तर ओभर निद्रा लागिरहेछ। अनि माइजूको घर छिरेको थिएँ, तर माइजू तल गइसक्नु भएछ। अनि हामी अब जाँदैछौँ। फर्स्ट टाइम हिँडेको साथीहरू च्याउ टिप्नु चिन्दिन पनि होला। ओभर निद्रा लागिरहेछ मलाई, बिहान उठ्ने बानी छैन नि त। म जाँदैछु, उहाँ पुगिसक्नु भएको छ माइजूहरू। मलाई छोड्दै यो चाहिँ हाम्रो निराशा दिदीको घर जाने बाटो। मौसमी पुल आइसकेको छौँ हामी। खतरा छ मौसमी पुल। होइन होला के हो? देख्न सक्नुहुनेछ एकदम भ्यागुता गराउँदैछ खेततिर। मकैहरू एकदम ठुलो भइसकेको छ, नआएको धेरै भयो त। खोइ हौ, हाम्रो निरु दिदी त आउनु निक्लिनै हुन्न त हौ घरदेखि। ओभर गर्नु भयो त हौ। के हुन्न मामा पनि च्याउ टिप्न हिँडेको गरेर लुक्दै ल साथीहरू, अब हामी फाइनली 4जना 5जना भएर हिँड्यौँ। च्याउ पनि थाहा छैन कस्तो हुन्छ, टिप्नु नि फर्स्टचोटि गएको। एक्सर्साइज चाहिँ हुन्छ। भिज्नु पर्छ नि पर भने। तपाईहरुलाई पनि म देखाउने छु च्याउ कसरी टिप्ने भनेर, म पनि सिक्ने छु। यस्तो उकालो हो, घाँस त बोकेकै हो यो बाटोमा, तर के गर्नु आज त नसकिने रहेछ। दिदी सकिन, आरामले सकिन, बाई बाई। म त खै केरो भइरहेछ। दिदी भाइले छोडेर के हामीलाई, म त हिँड्नु नसक्ने परे। बिस्तारी यत्रो माथि आउँदासम्म एउटा पनि भेटेको छैन। मुटु त बाहिरै निक्लेला जस्तै भइसक्यो। रुको जरा, सबर करो, आराम से लेने का। हाँ
सक्नुहुन्छ त्यो पारी देउराली हामी त्यहाँबाट आयौँ तर पनि हामीले एउटै च्याउ भेटिन सकिनौँ कम्ती धेरै पऱ्यो त हिजो पानी च्याउ पनि छैन केही छैन कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको डाँडामा त्यहाँबाट च्याउ बनाउँछ यस्तो छ जरा बनाउने ठाउँ घर फर्किने हो अब हामी च्याउ पनि भेटेन साथीहरू पसिनाले होला यो कसको च्यान हो त्यो पनि च्यान हो त्यहाँ माथि नि रहेछ च्याउ खोइ च्याउ खोइ किनेर भयो नि दिनु है अब तपाईँले यहाँ छिटो घरमा सब्जी पकाउनु ल्याइ पुऱ्याउँछिस् भन्दै थियो अनि अनि एउटा दुईटाले पकाउन आउँछ म त उहिले हामीलाई पनि खुवाउँछु म आऊ यता खै च्याउ हो कि च्याउ भेट्यो होइन हो नि यो खाँदा हुन्छ हुँदैन होला हुन्छ हो यो यस्तो मिठो बनाउनेको नखाने त कस्तो नाप्ने जस्तो फाइनली एउटा भेट्यो फर्स्टचोटि तर यो खानु हुँदैन होला अहिले नबोकौँ है नबोक्नु नि तर बोक्नु अब साथीहरू च्याउ नभेटेपछि जङ्गलमै म चाहिँ सुत्ने हो च्याउ नभेटेर निराश भएर आउँदै हुनुहुन्छ उहाँ चाहिँ झोला पनि निकै राम्रो बोक्नु सक्छ उहाँले च्याउको लागि नखाने च्याउ भन्छ खै उनीहरूले अब जे खान्छ त्यही मात्रै खोज्दो रहेछ तर च्याउ खाने पनि आइटम पनि धेरै छ नि यो पनि धेरै भयो त खाँदा हुन्छ नि यो तर यो कुहिएको छ हालिदिन्छु च्याउ भेटेन साथीहरू अब चाउ रहेछ यही खाएर घर फर्किने हो एकछिन हावा खाउँ न हामी पनि फेनको जङ्गलमा आएर पनि फेनको हावा खानुपर्छ देउरालीमा बसेर उसलाई दिनु नि उसलाई साह्रो पर्छ यतैले फाइनली एउटा सल्ले च्याउ भेट्यो अरे यस्तो नि हुन्छ च्याउ के हो यो गाइस च्याउ हो यो मामा च्याउ हो यो चाहिँ कति खानु हौ यसमा 1 केजी प्याज लगाएर खाने भयौँ अब हामीले यो बोकौँ है प्लास्टिक खोइ भेट्यो ल आऊ त खाने हो 5:30 देखि आएर 3वटा च्याउ भेट्यौँ है 3वटा मात्र हे रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सके भिडियो गरौँ म एकछिन दिदी निकालिसक्यो हामीले यहाँ लु छिटो फाइनली च्याउ भेटिन थाल्यो यहाँ पनि रहेछ 2 घण्टापछि भेटेको हामीले फाइनली भेट्यो सल्ले योलाई फाल्दिनु पर्छ किन यो पनि राखौँ न त्यो भरे न उयो पनि हुन्छ तिम्रो कुन चाहिँ पंखा र बोलिनु माथि जाने निसन डाँडा कि ढिलो हुन्छ फाइनली हामीले 3वटा च्याउ भेटिसक्यौँ यति हो सल्ले नै हो पुर्के यति हो
आजको मेरो सेड्युल अलिक टाइट छ सेड्युल टाइट कति बजे जाने हो मलाई त्यो पनि हुन्छ यो त उयो भइसकेको छ पानीले फ्याट्छ च्याउ भेटेर जोस साह्रै त अब यो उकालो चढ्नु चाहिँ गाह्रै पर्ने पऱ्यो भूत आयो समझ रहे हो आप समझ खोइ फाइनली फेरि पनि च्याउ भेट्न सफल मामा कस्तो लाग्दैछ राम्रो लागिरहेछ राम्रो लागिरहेछ च्याउ हामीले कति भेट्यौँ देखाइदिनु त फाइनली 1 केजी हुन आँट्यो फाइनली 1 केजी हुन आँट्यो यसमा हामीले अब हामी प्याज आधी केजी लाउँछौँ आधी केजी लाएर खान्छौँ धरानतिर चाहिँ यस्तो च्याउ धेरै हुँदो रहेछ गाउँमा चाहिँ अर्कै हुन्छ छाता ओड्छु ल छाता ओड्नु तपाईँ पनि अबि झन्डा लड्छ अहिलेको सेतो च्याउ खासमा हामीले भेट्नुपर्ने थियो कास हामीले भेटेको भए त्यो दाइले टिपेर लगिहाल्नु भएछ म भन्दा ठुलो च्याउ थो खोइ यता हेर अलिस च्याउ बोकेर ल अब यता पर खोज्दै खोज्दै जाउँ यता त छैन होला हौ च्याउ अब यता तलबाट जाँदा हामीले यति च्याउ भेट्यौँ अब यसमा 1 केजी प्याज मामा तपाईँ यसमा के भन्नु चाहनुहुन्छ 2 शब्द राख्नुहोस् मामा तपाईँको हजुर 2 शब्द राख अरे हौ मामा तपाईँ भन्नुहोस् आज बला बला के हो त भनेको चाहिँ डाँडा चढाएको फेरि अब आज संरचना म्याडमलाई कस्तो लागिरहेछ 5 बजे उठेको भए 5 बजे उठेको म निन्द्रा लाग्दै लाग्दै च्याउ खोज्न आएको यति भेट्यौँ अब यतिमा हामी 1 केजी प्याज हालेर खाने बस बहुत हो गया आज तो इस बात का फैसला कल ही डालते हैं छौ पार्टी तपाईँलाई कस्तो लाग्यो आज म त रमाइलो बिहानको फ्रेस हावा खान आएको हो म चाहिँ फ्रेस हावै आएन तातो हावा तापक्रमबाट त आज बिहान बिहानै अनि निरुजीलाई कस्तो लाग्यो आज मलाई त झन् वाह एकदम राम्रो लागिरहेको छ प्याज के प्याज अब 1 केजी होइन यहाँनिर सोचेको थिएँ 1 पाउमा 1 केजी भनेर अब आधी केजी भयो 2 केजी हालेर पकाएर खानेछौँ हामी भरै खानेछौँ जङ्गलमा पनि गर्मी छ हौ गाइस के भन्नु क्या के भन्नु अहिले तापक्रम बढेको छ अब जानुपर्छ आजको कोटा हाम्रो पुरा भइसकेको छ 7 बजिसक्यो घर गएर फेरि बेसी मेरै आउँछ तपाईहरुको बरु आएको देख्दिन म पहेँलो होइन अरे पर के हेर यहाँ आउँदा चाहिँ उयो पनि यहाँ ल्याउनु त मामा पानी खाऊ दूरबिन पनि लिएर आउनु भनेको कहाँ पुग्छौँ त हामी कहाँ पुग्छौँ मेरो कान्छीहरुको घरतिर होला फर्केको च्याउ पनि भेट्यौँ अलिकति हाम्रो एक मतलब 1 पिस मामा हाम्रो सेक्युरिटी गार्ड आजको मामा यता हेरिदिनुहोस् एकचोटि अरे कहना क्या चाहते हो ल हामी त घर फर्क्यौँ साथीहरू हाम्रो घर त्यहाँ पर छ च्याउ पनि थोरै भेट्यो अब फर्किनु पर्यो 7 बज्यो 5 बजे गएको 2 घन्टामा हामीले यति भेट्यौँ
आजको चाहिँ मिनी भ्लग भयो छोटो। हामी फाइनली अब घर फर्क्यौँ, प्रवेश गर्दैछौँ। गलेर उबरै भयो, डाँडा काँडा चढेर च्याउ भेट्दा मात्रै जोस आएको थियो। त्यतिकै भेटेको गर्दा जोस आउँदैन रहेछ त। अनि उफ्रेर आम्मामा मच्छरले क्या मजाले खाइदिएको हौ। सबैभन्दा कत्रो अरे ठुलो भेट्ने उयो फाइनली च्याउ यो देखाउनु पर्यो नि त। यति लिएको छौँ, हेर्न सक्नुहुन्छ। फाइनली हामी घर आइपुग्यौँ। च्याउ चाहिँ भने यति भेटेको छौँ। के हो च्याउको नाम पनि थाहा छैन। सल्ले अरे के अरे कालुङ्गे अरे। एक तेरा एक मेरा कता गयो अब? एक मेरा ठुलो ल अरे एक मेरा अब दो तेरा दो तेरा दो तेरा दो मेरा दो मेरा यस्तो हुन्छ कि दो मेरा त्यस्तो हुँदैन। ठुलो भयो जब